हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। स्वागत छ तपाईँहरूलाई मेरो नयाँ ब्लगमा। म चाहिँ आजभोलि नर्भस भइरहेको छु कि हर दिन के भन्ने होला भिडियोमा लागिरहन्छ। अनि के भन्नु त अनि 365 दिनको च्यालेन्ज लिएर मैले गल्ती गरेछु कि हो जस्तो लाग्छ कि आजभोलि छोडिदिउँ के हो भिडियो बनाउन नि सोचिरहेको छु। न क्वालिटी राम्रो आइरहेछ मोबाइलको, आजभोलि मोबाइल बिग्रिरहेछ। न त नयाँ मोबाइल किन्नको लागि पैसा नै छ मसँग। कमाएर मात्र हुँदैन, जमाउनु नि पर्यो भन्छन्, तर यहाँ पैसा नि हुँदैन आफूसँग। यसो बाहिर नास्ता खाम भने त पैसा छैन। अब मोबाइल किन्ने पैसा त कहाँबाट होला है। कमाउन लागेबाट थाहा भयो पैसाको महत्त्व के हुने रहेछ भन्ने। मलाई चाहिँ यो आइफोन किन्दाखेरि दाइहरूले पैसा दिएको हुन्। मैले 3-4 वर्षदेखि पहिले नै आइफोन चलाउन थालेको, आफूले कमाएर किनेको आइफोन होइन। मलाई चाहिँ पहिल्यैदेखि आइफोनको सोख थियो कि आइफोन चलाउने पहिल्यैदेखि रहर लाग्थ्यो मलाई। तर मेरो रहर इच्छा चाहना सब मेरो दाइ भाउजूहरूले पुरा गरिदिएको थियो। मेरो पढाइ नि त्यस्तो छैन, सो अब कति घरमै बस्नु भनेर म अहिले इन्डिया आएको। हुन त म 3-4 साल पहिलेदेखि नै इन्डिया आउन थालेको, तर म इन्डिया कहिले नि टिक्थेन के। 1-2-3 महिना 1-2-3 महिना धेरैमा धेरै। अनि यो चोटि चाहिँ अलिक धेरै बस्छु भन्ने सोचेर आएको, तर बसिरहेको छु भनौँ। हेरौँ के हुन्छ। 4 महिना कटिसक्यो, आज 4 महिना बाँकी नै छ। तर अब केही गर्नुपर्छ लाइफमा लागिरहेछ, तर केही गर्नै सक्दिनँ। मेरो दादा भाउजू नभइदिएको भए त म त केही पनि होइन जस्तो लाग्छ क्या। एनिवे, थ्याङ्क्स फर वाचिङ गाइज। माया छ सबैलाई।